सो आज चाहिँ मैले के गरेँ त त्यस्तो प्रोडक्टिभ कामहरू ल हेरौँ है त ल साथीहरू के गरेँ मैले। यता भाइ पनि मसँग टक्क काम गर्न रेडी थियो होइन। ल भाइले लिस्को भनेर चाहिँ म चाहिँ खोर सफा गर्नुतिर लागेँ। खोर चाहिँ टक्क सफा गरेर चाहिँ मैले यति गरेँ। सुरुमा चाहिँ मैले खोर सफा गरेँ टक्क भयो। मैले त्यसपछि फुलहरू लिएर फुलहरू लगाउनुतिर लागेँ होइन। बनाएर चाहिँ मैले झ्याप्छु खनेर चाहिँ फुल लगाउनु लगाएँ। त्यो फुल चाहिँ हल्का फुलिरहेको थियो कि उतापट्टि गमलामा मैले त्यहाँबाट उखालेर लिएर लागेको। यहाँ चाहिँ मामान र मैले लगाएको। त्यसपछि म चाहिँ त्यो फुल उखाल्नुतिर लागेँ। यतापट्टि फुलहरू चाहिँ बुढो भएको थियो, नराम्रो मात्र भएको थियो। अनि यहाँ चाहिँ स्पाइडर प्लान्ट लगाइदिउँ सन्जुरा हरियो राम्रो हुन्छ भनेर स्पाइडर प्लान्ट लगाउनुतिर लगाएँ। त्यहाँ मैले चाहिँ यहाँ माटोसाटो मिलाउने यताउति गरेँ। मामाले चाहिँ यता गमला सफा गरिदिनु हुन्थ्यो। झ्याप्जु पारा चाहिँ मैले स्पाइडर प्लान्ट लगाएँ। यता भाइहरू फेरि हेर्नु भाइ र आमाहरू कुरा छोप्नु लागिरहेको थिएँ। लोकल कुरा छोप्न नसकिरहेको भाइहरू चाहिँ कति गरी बल्ल छोपेँ। एउटा त बल्ल छोपेँ। यो छोपेर खोरमा हालेर फेरि अर्को छोप्न लाग्यो भाइ चाहिँ टक्क बाह्रमा सजिलो। भाइहरूलाई हेर्नु फेरि भागिरहेको कुरा बल्ल बल्ल छोपे त हेरिका गाह्रो सल्ल हामी टक्क उठ्छ हेर्नु भित्र हालिदिउँ। फुलहरू चाहिँ यस्तो फाइनल लुक चाहिँ यस्तो हाम्रो फुलहरूको चाहिँ यताउति हल्का हल्का गोडिदिएको। खोरहरूमा कुखुराहरू पनि हेर्नु मिठो देखियो, बल्ल बल्ल राम्रो देखियो। जाउँ यता उतापट्टिको लुक्स हेर्न, फाइनल लुक्स हेर्नु। ल यतापट्टि हेर्नु ल टक्क बाह्रमा सबै यतिको भयो। यो चाहिँ पछि राम्रो देखिन्छ प्रोडक्ट यो राम्रोसँग फल्दैपछि। ठुलो ठिकै छ। अब दिउँसोको टर्न दिउँसो चाहिँ हेर्ने दिउँसोको टक्कला न्युर हो। यो चाहिँ खोलातिर नजिकतिर पाइन्छ। यो चाहिँ मिठो हुन्छ हरियो तरकारी प्राकृतिक। कतिले खानुभयो कमेन्ट गर्नु है। न्युरो चाहिँ यहाँ फेरि भाइ टक्कला चिया बनाउनु लाग्यो, चिया पकाउनु लाग्यो थियो होइन। चिया पाक्यो यहाँ पनि। अनि म र भाइबाट चाहिँ चिया खायौँ टक्क भएर। मलाई आजको भिडियो चाहिँ यहीँसम्मको लागि ल टिक्क बाई बाई टेक केयर। साथीहरू मन परेमा फलो चाहिँ गर्नु होला है। तपाईँले के गर्नुभयो त आजको दिनमा र कमेन्ट गर्नुहोस् मलाई।